हेलो साथीहरू, आज चाहिँ हामी कहाँ जाँदैछौँ? बिहिबारे हटिया। कता हिँडेको बिजुली बलेर हट भएर सेउसी भएर सेउसी भएर हामी हेरेको हेरे गाडी पर्खेको गाडी आएन। अब हेरौँ हाम्रो गाडी आउँदै होला कतै, हैन? देख्न सक्नुहुनेछ यहाँ सबै अर्ग्यानिक कुराहरू मात्रै पाउँछ हाम्रो हटिया बजारमा। हजुरहरूलाई लोकल कुखुरा चाहिएमा पनि यहाँ आउन सक्नुहुन्छ साथीहरू। सबै थरी थरीको तरकारीहरू एभाइलेबल छ हाम्रो हटिया बजारमा। सो प्लिज हार्टली वेलकम टु द बिहिबारे हटिया अफ मानेभन्ज्याङ। हजुरलाई कुचो चाहिएमा कुचो छ, भाले चाहिएमा भाले छ, केरा चाहिएमा केरा छ, सबै थोकको तरकारीहरू एभाइलेबल छ साथीहरू। सो प्लिज भेट्नु होला, आउनु होला हाम्रो बिहिबारे हटिया। यति भन्दै म यहाँबाट अब जान लागेको छु। सो हाम्रो एरियातिर टुरिस्टहरू पनि आउँछ। सो प्लिज बिहिबारे हाट यस्तो हुँदो रहेछ। बिहिबारे हाटमा यहाँ देख्न सक्नुहुनेछ जेरीपुरी पनि पाउँछ, सबै थोकको कपडाहरू पनि पाउँछ, अदुवा लसुन तरकारी साग सब्जी। कुकरहरू बन्न बिग्रेकोमा कुकरहरू पनि बनाउँदो रहेछ यहाँ है। सबै माछा मासु लुगाहरूको सबैको हाट बजार लाग्ने हाम्रो गाउँ हेर्न सक्नुहुनेछ साथीहरू। हेलो दिदी, यो कसरी हो माना? यो माना कि के हो? यो माना हो, 50 रुपियाँ माना हो। हजुरले पनि माना किन्नुभयो हो? यो के भन्छ बिहिबारे हटिया होइन? बिहिबारे हटियामा आएर हाम्रो गोरी मोटी दिदीको सुर्ती किनिदिनु होला। सबैलाई म यहाँदेखि इन्फर्म गर्दैछु, यहाँ हाम्रो मोटी दिदीको सुर्ती किनेर मोटी दिदीलाई मालामाल बनाइदिनु होला। अब आएर हाम्रो हटियामा हाट बजार घुमेर डुलेर के किन्नु होला गाइजहरू। खाली आएको थियौँ, रित्तो झोला लिएर आएको थियौँ, भरि पारेर लाग्यौँ दिदी बहिनी सामानहरू किनेर तरकारीहरू किनेर। अब चाहिँ हामी फाइनली घर जाँदैछौँ। खाली